सो हामी चाहिँ फाइनली ट्रेन स्टेसन आइपुग्यो साइकलमा आएको हामी चाहिँ किनकि टाइम अलिक कम थियो नि त हामीसँग 5 मिनट्समा चाहिँ ट्रेन छ अब ट्रेन गएर हेरौँ ल एकदम कम टाइम छ तर हामीले टाइममै आइपुग्यो जे होस् अझै रिमरको वेले हो यहाँबाट जानिदिन्छ होला नि नदिएर भयो एकदमै चिसो छ होइन केही त बिर्सेन नि हामीले सो हाम्रो चाहिँ फाइनली ट्रेन भेटाइयो यही हो लास्ट ट्रेन जाउँ हामी चाहिँ आज छोटो प्लानको लागि यही नजिक 2 जना मात्र अरूको सबै फुर्सद भएर टाइम भएन त्यही सिद्धार्थ म चाहिँ अब यहीँ नजिकै बेरिक ओपन टुर जाँदैछ त्यही नजिकै एउटा सानो स्कटिस आइल्यान्ड छ भन्नलाई स्कटल्यान्डको बोर्डर लाइन हो त्यो इङ्ल्यान्ड र स्कटल्यान्डको त्यसमा सानो भिलेज छ त्यसको नाम चाहिँ एसटिएफ हुन्छ सिद्धार्थको चाहिँ फर्स्ट टाइम हो यो मेरो फर्स्ट टाइम म चाहिँ लास्ट टाइम नै गएको थियो तर यसपालि चाहिँ हामी चाहिँ त्यो लास्ट टाइम चाहिँ त्यो मेन त्यो लाइट हाउससम्म पुग्न पाएन यसपालि चाहिँ हामी बिहान नै निस्केको छौँ 5:48मै नै निस्केको कुदेर ट्रेन भेटाइयो कुदेर ट्रेन साइकलमा आएको म रातभरि सुतेको छैन मेरो आँखा यस्तो भए पुरै तिमी त सुत्यौ नि 1 घन्टा त म 1 घन्टा सुतेँ सुत्यो म रातभरि सुतेको छैन त्यही हेरौँ कस्तो एक्सपिरियन्स हुन्छ होइन होप एभ्रिथिङ गोज वेल अब ट्रेन पनि चल्न थाल्यो अब भ्यू त देखिँदैन होला भ्यू त रात छ 5:48 अब घाम लाग्यो त होप अस्तिको चाहिँ सनसेट चाहिँ भेट्यो है ठिक छ अँधेरोमै हामी अँधेरोमै डेस्टिनेसनमा पुग्यो भने सरप्राइज भ्यू हेरिन्छ हैन त्यही हामी चाहिँ मेन सनराइज भेट्यो भने झन् खुसी हुन्छ गुड लक हुन्छ अब सनराइज हुनु पनि पर्यो वेदरले पनि साथ दिनु पर्यो वेदरले साथ कस्तो दिन्छ है अब तर वेदर फोरकास्ट हेर्दा चाहिँ पानी पर्दैन जस्तो देखा पानी नपरे बेस्ट हो कि अनि सन देखाइरहेछ सन त देखाइरहेको छ त्यति क्लाउडी छैन बेस्ट त्यही हो अब ल हामी चाहिँ अब बेरिकमा पुगेपछि ओके we hope we will have good experience there हामी चाहिँ अब बेरिकमा आएर तपाईहरुसँग फेरि ब्याक हुन्छ स्टोरी बाइ 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 ओके खाना मगाउँछ देखाउँछ के हो देखाउँदै के भोक लाग्यो अब खानै पर्छ सेम हो दुईटैमा स्टार्ट गरौँ है सो हामी चाहिँ फाइनली बेरिक आइपुग्यो फाइनली हामी आइपुग्यो नर्थ बेरिक अब चाहिँ हामी यहाँबाट चाहिँ बस चढेर जान्छौँ एसटिएफसम्म त्यो चाहिँ बेरिक जाऊँ अब माथि स्टिल मसँग कफी छ बाई बाई ट्रेन थ्याङ्क यू सामान त केही छोडेन नि हामीले छैन है
सो हामी चाहिँ अब ट्रेन स्टेसनबाट बाहिर निस्कियो अब हाम्रो हामी चाहिँ एसटिएफ जाने बस खोज्दै जान्छौँ के कसो यो चाहिँ खासमा इङ्ल्यान्ड हो तर बोर्डर जस्तै हैन बोर्डर जस्तै हो कहिले चाहिँ अब स्कटल्यान्ड र त्यही खासमा त्यही वार पर्थ्यो वार पर्दा चाहिँ कहिले चाहिँ स्कटल्यान्डको एरियामा पुग्थ्यो यो कहिले चाहिँ इङ्ल्यान्डकोमा धेरै वार पर्यो अहिले चाहिँ इङ्ल्यान्डकोमा छ यो स्कटल्यान्ड र इङ्ल्यान्डले खोसाखोस गर्ने ठाउँ हो खोसाखोस गर्ने ठाउँ हो नर्थ बेरिक चाहिँ अहिले के भन्छ अरे स्कटल्यान्डको छ यो चाहिँ इङ्ल्यान्डको BERWICK बर्विक होइन बेरिक भन्छ यहाँको मान्छेहरूले चाहिँ अब होइन उनीहरूको भाषा एसेन्टको कारणले गर्दा के गर्छु तिमी अँध्यारो रातमा है यति बेला सुतिरहन्थ्यो हामी खै कम्पनीहरू नि केही हामी चाहिँ अब उता गएर बस कुर्छौँ भाइ हामी देखाउँछौँ अलिकति 2 जना मात्रै आइहाल्छ त्यही पनि हामीले डेफिनेटली रमाइलो चाहिँ गरिने नै छ र यो नयाँ ठाउँ मेरो त फर्स्ट टाइम हो साथीको चाहिँ सेकेन्ड टाइम अब म चाहिँ एक्साइटेड छु त्यो फोटोहरूमा देख्दाखेरि चाहिँ एकदमै राम्रो लागेको थियो अब होपफुल्ली फोटोमा भन्दा पनि राम्रो भ्यू देख्न पाइयोस् वेदरले साथ दियोस् र अर्को कुरा भन्दै गर्थ्यो त त्यो रक्सी र यो घुम्नेमा कुन चाहिँ राम्रो मैले चाहिँ के भन्छु भने डोन्ट ड्रिङ्क अल्कोहल सेभ मनी एन्ड लेट्स ट्राभल यतिको मान्छे चाहिँ चाहिन्छ है तर फेरि रातभर रक्सी खाएरै आयो त्यही नै अब हल्का टुच्छ रक्सी खाएर घरमा रक्सी खानुस् तर मिलाएर खानुस् हप्ता 10 दिनमा एकचोटि खानुस् ओकेजनल्ली खानुस् साथी भाइ भेट्दा खानुस् तर डेली खाएर आफूलाई स्पोइल नगर्नुस् भनेर म यो जनचेतना सबै नेपालीहरूलाई दिन चाहन्छु धन्यवाद ड्रिङ्क्स बियर सेभ वाटर हो कि रक्सी खाएर ज्यान बेगार्नु भन्दा बरु त्यो पैसाले बरु घुम्न जानुस् यस्तो हैन यसो ट्रिपमा जानुस् तपाई एक बारको जिन्दगी हो फेरि आउँदैन घुमेरै बिताउनु पर्छ है सबैजनालाई घुम्नुस् हामीबाट केही सिक्नुस् फ्रेस हुनुस् हैन त एकदमै र अब हामी बसको वेटिङमा छौँ सायद अब 15 मिनेट पछि हाम्रो बस पनि आउँछ होला हामी अब एउटा कन्ट्रीबाट अर्को कन्ट्री जाँदैछौँ तर 10-15 मिनेटको बस ट्राभलमा हामी बोर्डरमा भएको हुनाले अब हामी इङ्ल्यान्डबाट स्कटल्यान्ड जाँदैछौँ अब डिटेलमा मलाई यो ठाउँहरूको बारेमा केही पनि थाहा छैन साथीले सरप्राइज जसरी जाम भनेर आयो अब हेरौँ के हुन्छ रमाइलो त हुने नै छ अब हामी जहाँ गयो नि हामीलाई ठाउँ चाहिँदैन रमाइलो गर्नलाई जहाँ पुग्यो त्यहीँ रमाइलो घाम लाग्यो घमाइलो जहाँ पुग्यो हामी त्यहीँ रमाइलो हाम्रो खासमा बस त्यही हो त्यो अब घुमेरै आउँछ किनकि यही बस चाहिँ तलमाथि गर्ने एउटा मात्रै बस छ तपाईँहरू आउनु हुँदै हुन्छ होइन बस चाहिँ अलि हेरेर आउनु होला बस हेरेर र यदि कोही हजुरहरू कोही पनि अब स्कटल्यान्डमा हुनुहुन्छ र यस्तै अब घुम्ने ठाउँहरूको खोजीमा ठाउँ नभेटाएर घुम्न जानु भएको छैन भने चाहिँ यो ठाउँको नाम चाहिँ अब पछि भ्यूहरूको भिडियो त पछि आउने नै छ तर अब ठाउँको पनि हामीले त डिटेल त दिनै पर्यो यो ठाउँ चाहिँ बेरविक हो बेरविकको के अरे ठाउँको नाम हामी जान्छ एसटिएफ्स हो अब हजुरहरूलाई तल डिस्क्रिप्सनमा पनि हामीले चाहिँ यो यहाँको एड्रेसहरू सबै कुरा राखिदिन्छौँ ल एकचोटि भिजिट गर्नु होला र प्रोमो कोडमा चाहिँ खेम@123 हान्नुभयो भने यहाँ जहाँसुकै जाँदा पनि हजुरहरूले डिस्काउन्ट पाउन सक्नुहुन्छ धन्यवाद बाई There's a ticket which costs £9 for. बस त खाली छ है जाम है त एसटिएफ्स टिकट चाहिँ तपाईँको £9 पर्छ रिटर्नको जाम है त अब
सो तपाईँहरू जाँदै हुनुहुन्छ भने चाहिँ टिकट चाहिँ तपाईँहरू रिटर्न काट्नु होला रिटर्न काट्यो भने चाहिँ सस्तो पर्छ हामी चाहिँ रिटर्न काट्यो हो सो हामी चाहिँ केही फिजिकल रिजनको कारणले अघिल्लो स्टपमा रोक्न परियो फिजिकल प्रब्लम भयो अब के गर्ने अब सानो प्रब्लमले गर्दाखेरि हामी एक स्टप अगाडि नै झरेर हल्का सङ्घर्ष गर्न पर्ने अवस्था आइपुग्यो अब हामी चाहिँ च्यालेन्जहरू खेल्न सकिन्छ अब हामी चाहिँ हिँडेर अर्को स्टपसम्म जान्छौँ हामी चाहिँ यहाँको एकदम पपुलर रोड जस्तो टाइपमा आइपुग्यो एकदमै सिनहरू हेर्न सक्नुहुन्छ पुरै पिङ्क टाइपको क्लाउडहरू आएको छ वेदरले एकदम साथ दिएको छ तर हाम्रो अझै डेस्टिनेसन अझै उता पर छ यो जस्ट सुरुवात हो बिस्तारै हेरौँ बाई सो हामी चाहिँ फाइनली हाम्रो ट्रेक यहाँबाट सुरु हुन्छ यहाँ चाहिँ यो चाहिँ प्राइभेट रोड हो यहाँ चाहिँ त्यस्तो गाडीहरू आउनु दिँदैन यहाँबाट चाहिँ पैदल यात्रीहरूको लागि चाहिँ खुला छ तपाईहरु डाइरेक्ट आउन सक्नुहुन्छ अब यहाँबाट चाहिँ हामी चाहिँ आधा घण्टा जति मोर देन हाफ आवर जति हिँड्छौँ होला हिँडेर अनि
लाइट हाउससम्म पुग्छु। आजको हाम्रो मेन एम चाहिँ लाइट हाउससम्म पुग्ने हो। तर हाम्रो प्लानिङ चाहिँ के थियो भने लाइट हाउस जाँदाखेरि ठ्याक्क सनराइज हो जस्तो ठानेको थियो। तर के नि अब सबै भनेको जस्तो पुरा हुँदैन, अलिकति लेट भयो। त्यही पर्सनल प्रभावहरूले गर्दाखेरि अलि लेट भयो। तर केही छैन, बाटोबाट हामी भ्यू इन्जोय गर्दै हिँडिरहेको छौँ। अब एकचोटि हाम्रो सिद्धार्थको कस्तो फिल भएको थियो? एकदमै रमाइलो भइरहेछ। स्पोर्टमै गएर सनराइज हेर्ने एक्सपेक्टेसन थियो, तर अब त्यो चाहिँ पुरा हुन सकेन खेमको प्रब्लमले गर्दाखेरि। त्यही पनि रमाइलो भइरहेछ। पुरै एग्रिकल्चर एरिया रहेछ होइन, अनि दामी छ। कता कता नेपाल गएको जस्तो भाइब्स पनि आइरहेछ बाटोहरू हेर्दा, डाँडाहरू हेर्दाखेरि। तर डिफ्रेन्ट एक्सपिरियन्स भइरहेछ, रमाइलो भइरहेछ। ओभरअल एकदम रमाइलो भइरहेछ। अब हामी मेन स्पोर्टमा गएर हामीले बवालै गर्नेवाला छौँ। दुर्भाग्य त्यो अभागी नै हो कि यस्तो भ्यू गुमाउनु त त्यसको अभाग्य। हामी आफ्नै लाइफमा चिल होइन, अब त्यही हो क्या भाउ खोज्नु भन्दा क्या कसैले जाउँ भनेपछि मानिहाल्नुपर्छ, च्याप्प जेलो भागिहाल्ने। तर नो भने होइन, रिग्रेट खान्छ पछि होइन। रिग्रेट कसले खान्छ? सुगाउँले। घाम त यतिको भ्यू त करोडौँमै किन सक्दैन हो कि होइन? रमाइलो यस्तै। आज के साथी, यो कौवा कराउँदा पनि यस्तो आनन्द फिल भयो मलाई। यहाँबाट यति कुवा 100वटा जति काग करा, नेपालमा काग कराउँदा यति रिस उठ्यो। तर आज यही काग कराउँदा कस्तो आनन्द फिल भयो है। नेपालमा ढुङ्गा हानी थियो कागलाई, काग करायो सुगम हरायो भने। तर धेरै पछि कागको त्यो साउन्ड सुन्दा पनि कस्तो आनन्द आएको क्या मनमा। काग तिहार आए जस्तो होइन। तर सुगमको तिहार चाहिँ होइन है, हामीले चाहिँ काग तिहार भने। डोन्ट माइन्ड इट सुगम, युआर ओके। यस्तो राम्रो भ्यू हेर्न पाउनु त भाग्यमा लिएर आउनुपर्छ। भेडा जताततै पुरै भेडै भेडा छ है। क्यामेरामा त देखेको छैन होला, तर अहिले पछि ट्राई गर्छौँ हामीले लेन्समा। डाँडै पुरै डाँडै भयो, भेडै भेडा हो भेडा। एउटा फोटो खिचौँ ल। तर्सिन्छ त जनावरहरू त्यो।
सो हामी चाहिँ यस्तो दामी पोइन्टमा आइपुग्यो हामी त्यस्तो दामी पोइन्टमा आइपुग्यो कि भेडा पुरा हाम्रो पछाडि त पुरै भेडा छ पुरा यस्तो दामी भ्यू छ कि होइन कस्तो भ्यूको बयान गर्न पनि नसकिने भ्यू त एक्सट्रिम राम्रो छ क्या तर झन् यो भेडाको सिनले झन् बबल बनाइदियो कि हेर न कस्तो बबल के कतिवटा होला काउन्टिङ कि बाटो यस्तो राम्रो छ सफा फोहोर कहीँ छैन कहीँ फोहोर छ त छैन नि एक्सट्रिम लेभल नेपाल कहिले होला यस्तो भेडाको लाइफ चिल छ स्लो भनेको छ है बिस्तारै हिँड्नु यहाँ स्लो मोसन जनावर र मान्छे स्लो मोसन हामी जान लागेको डाँडा चाहिँ त्यो हो त्यहाँ छ लाइट हाउस अहिले हामी यहाँ छौँ अब हामी यहाँबाट पुरै हिँडेर त्यहाँसम्म पुग्छ त्यो नै हाम्रो मेन डेस्टिनेसन हेरौँ कति टाइम लाग्छ हाम्रो त्यहाँसम्म पुग्न हेर्छु somebody go. Let somebody go. ठाउँमा आयो फाइनली हामीलाई यतिको ठाउँ देख्न पाउँदाखेरि बारेमा चाहिँ पहिला भ्यू त अति बल छ यार तपाईहरुले देख्नु त भएको छैन होला हामी चाहिँ बाटो चाहिँ यहाँबाट पुरै यो बाटो हुँदै त्यहाँ टुप्पोमा चाहिँ लाइट हाउस छ त्यहाँसम्म जान्छौँ किनकि अर्को बाटो हामीले थाहा पाएन यताबाट नै अर्को बाटो थियो तर वी विल गो फ्रम दिस तिमीलाई के थकै त लागेन नि मजा आइरह है मलाई तिम्रो थकै लाग्यो जस्तो लाग्यो छैन तर फ्रेस भयो नि है हामी त यो त हाम्रो भ्यू त एक्सट्रिम लेभल छ पुरा अब हामी यो बाटो हुँदै कहाँ जान्छौँ लाइट हाउस हामी चाहिँ खासमा यहाँ माथि एउटा ओह्रालो लाग्यो बाटो एकदम राम्रो सफा थियो अब यहाँबाट हामी फेरि उकालो लागेछौँ यता होइन बाटो यस्तो राम्रो छ एउटा लाइट हाउस छ
त्यो एकदमै मैले गुगलतिर त्यही लाइट हाउस देखेको थिएँ एकदमै राम्रो पिक्चर थियो सो हामी चाहिँ त्यसकै लागि आयो मेन सो लेट्स सी माथि छ भ्यू त बवाल छ है कस्तो भ्यू देख्यो मर्निङ वक गरेँ पुरै रिफ्रेस होला नि अलिअलि रास्ता खुलिगयो गेस त राम्रो गर्नु पऱ्यो होइन अब चाहिँ टाइम माथि गएर भिडियो गरौँ ल समुद्रको किनारले अलिअलि देखियो हेर न भ्यू सो तल चाहिँ सिल थियो तर वी डोन्ट वान्ट टु ब्रेक द रुल यहाँ चाहिँ अलि टाइट रुलै रहेछ तर मेरो क्यामेरामा चाहिँ जुम लेन्स नभएको कारणले हामी चाहिँ त्यही हेर्न पाएन मोबाइलबाट खिचेर भए पनि बिचमा राखिदिन्छु यहाँ चाहिँ यो सिल छ मेबी आई ट्राई टु सो यो भिडियो रिडिङ गर्दाखेरि जुम गरेर यो चाहिँ पुरै सिल हो है तर वी क्यानट गो इनसाइड है ए बाबा यति जब हिँड्न त सक्छौ हो देखाइदेऊ नि त यति हिँड्न सक्दैन भन्छ हाम्रो साथी माथि गएर बाटो भेट भएन भने झन् अड्किन्छ ए हुन्छ कि आऊ कि म लान्छु केही ग्यारेन्टी छैन ग्यारेन्टी छ कि आऊ न यार कहिले काहीँ सर्टकट लिएर आउनुहुन्छ कि सो हामी चाहिँ अलिकति अल्मलियो किनकि लाइट हाउस कहाँ हो भने थाहा भएन कि हामी डाँडाको टुप्पोमा आइपुग्यो तर लाइट हाउस कहाँ हो भने थाहा भएन अँ सिद्धार्थ तिमीलाई थकेला है के भयो हल्का ठिकै छैन खासमा हामी चाहिँ बिहान रातभरि सुतेको छैन दुवैजना निन्द्रा त त्यस्तो लागेन किनकि भ्यूले नै पुरै निन्द्रा सिन्द्रा सब उडाइसक्यो रमाइलो भएर अहिलेसम्म भोक पनि अलिअलि ला अब यहाँ हामी यहाँ सकाएर हामी चाहिँ अब खानपिन गरिहालिन्छ ल त्यति बेरसम्म भेटौँ ल केही तिमी केही भन्न चाहन्छौ हल्का थाक्या ओके छ नि त सबै कुरो ठिक छ नि चिसो अलि बढी चिसो होइन हामी चाहिँ अझै बाटो खोज्दै हिँडेछौँ लाइट हाउस कहाँ भने अहिलेसम्म पत्तो भएन केही देखेको छैन देखेपछि हामी तपाईँलाई भन्छौँ है भाइ सो यहाँ फाइनली हामीले चाहिँ अहिले लाइट हाउसको सानो टुक्रा देखेको छ वी आर सो एक्साइटेड लेट्स सी है कस्तो छ है क्यान सी
अलिअलि टुक्रो देखिया तर कहाँबाट जाने हो त्यो हाम्रो थाहा छैन है लेट्स सी हामी लाइट हाउस भनेर आएको तर कहाँ आइपुग्यो हामीलाई पनि थाहा छैन यो त लाइट हाउस जस्तो छैन यो त होटेल हो हामी चाहिँ कन्फ्युजनमा परे यो होटेल हो कि लाइट हाउस हो हामी लाइट हाउस खोज्दा हो तर उ त्यो तल देखिया त ठ्याक्क आऊ त तर मलाई थाहा छैन है भित्र जान पाउँछ भनेर किनकि मैले फोटोहरूमा देख्दा चाहिँ मान्छेहरू गएर फोटोसोटो खिचिरहेको थियो तर लेट्स सी है लुक एट द भ्यू गाइस यहाँ छ बिस्तारै बिस्तारै आऊ सिद्धार्थ आऊ बिस्तारै Oh my god. Look at the view, guys. ...1861, I think. 1861, yeah. Oh, sorry. Shall we start again? Because this is the mic, isn't it? Yeah, it's the mic, yeah. Yeah, let us start again. So, yeah. It was made in 18th century, right? In the 19th century, which is 1800s, so it's 1861, I think this was made. So it was made for the ship, yeah? Yeah, for the ships, yeah, because they had a big disaster at sea, and after that they decided they needed a lighthouse, yeah. So this was operated by Scotland or Scotland, I think, yeah, I think so, yeah. But it's automated now. Men used to have to fill it up with oil and do the light, but now it's all automatic, you know. For oil? Yeah, they used to have a proper lamp, you know, a proper light. Yeah. They used to lamp that time, yeah? Yeah, yeah. There's no electricity that time. No electricity, yeah, that got there. So now it's all modernised and yeah. But the structures look so strong, yeah. Because in my country, if there is building like this, the earthquake gonna broke. Right. You know, but yeah. UK people so modernized in 18. Oh my God. Yeah, yeah. How old are you now? Me, I'm 70 years old. Oh, 70. Yeah, yeah. Yeah. Oh well, thank you. Thanks for for your interest. Do yeah. you work here or Do I work? yeah. I'm a cameraman. Cameraman, really? Yeah, yeah. I think I saw your picture then. Yeah. Somebody posted a lot in Google a lot. Ah. About this one, it looks so good, you know. When the sun comes, like sunset. Yeah, time looks so lapse. good. Yeah. Mm. Ah, Yeah. Oh, good. thank you so much. It was very helpful. All right, that's Yeah, great. thank you Yeah. so much. Thank Thank you. you. Have a All good right, day. well, have a Thank you. good trip. Have Thank a you. good safe trip home. Yeah. will. So yeah, यो चाहिँ हाम्रो लास्ट भनेको यही हो सबै कुरा बाटोहरू एकदम राम्रो थियो एकदम मेन हामी चाहिँ हेर्न आएको चाहिँ यही लाइट हाउस हो किनकि हामीले गुगलमा देखेको थियो रिसर्च गरेर यहाँसम्म आइपुग्यो खुसी लाग्यो होइन एकदम रमाइलो लाग्यो जे हेर्न आएको थियौँ त्यो देख्न त पाइयो तर हल्का यो अन्डर मेन्टेनेन्सको कारणले गर्दाखेरि चाहिँ भित्र जान पाइएन तैपनि रमाइलो भयो जे हेर्न आएको हो त्यो देख्न पनि पाइयो अनि यो लाइट हाउस मात्र नभएर यहाँ आउँदाखेरि चाहिँ बाटोमा चाहिँ राम्रो एकदमै खतरा भ्यूहरू देख्न पाइयो यो चाहिँ अब हामीलाई अब फाइनल डेस्टिनेसन भएको भएर अलिकति
इम्पोर्टेन्स दिए पनि तर यो मात्रै नभएर बाटोको भ्यू पनि कमी चाहिँ थिएन पुरै त्यो डाँडा काँडाहरू पुरै नेपालको नै नेपालको भाइब्स आउने अनि त्यसपछि बिचमा हामीले के देखेर सिल्स पनि देख्ने मेरो त लाइफमा फर्स्ट टाइम हो मैले सिल्स देखाएको थिएन अहिलेसम्म तिमीले पनि देखाएको थिएन होला सायद देखाएको थिएनन् तर हामी चाहे भए अब रुलहरू तोडेर भित्र जान सक्थ्यो र तर हामी चाहिँ त्यस्तो रुलहरू केही तोड्न चाहँदैनौँ हामी चाहिँ सानो एउटा भिडियोको लागि किन रुल पराउँदाखेरि किन इन्भेस्ट डाउन गर्ने भनेर चाहिँ त्यही त। अब रुलमै बसेको तर हामी त्यो चाहिँ जहाँ गए पनि डिसिप्लिन मेन्टेन गरेर हिँड्ने खालको मान्छे हो त्यसैले अब अब सबै कुरा ठिकै हो अब ठिकै हो। हेर्दा देखियो अब हामी चाहिँ बिस्तारै फर्किन्छौँ टाइममै आयो वेदरले पनि साथ दियो सनराइज पनि हेर्न पाइयो अनि यो चिसोमा घाम नलागेको भए अझै चिसो हुन्थ्यो होला घामले गर्दाखेरि अलिकति चिसो पनि फिल भएको छैन हिँड्दाखेरि पनि ज्यान तातिन्छ तातिन त त्यही पनि जोस् रमाइलो भयो एकदमै रमाइलो भयो अब यो भ्लग दामी नै बन्छ जस्तो लागिरहेछ मलाई होइन हामी चाहिँ पुरै चाँडै अपलोड गर्छौँ ल धन्यवाद ल अब हाम्रो नेक्स्ट ट्रिप चाहिँ अब हामीले प्लान गरिरहेछौँ खेमले अब प्लान बनाइरहेछन् अब हामी कतै गइन्छ होला अर्को भ्लग पनि आउँछ सुन ओके गाइज टेक केयर बाई सी यु नेक्स्ट टाइम बोकाधरी गरायो सेतो चाहिँ पोथी रहेछ भनेपछि सेतो चाहिँ बच्चा रहेछ है मान्छे मरेपछि नर्क जाने भन्छ नि नर्क भनेको यही यसको जन्म लियो भने चाहिँ नर्क हो किनभने नर्क हेर न त्यहाँ देखाइदेऊ न एकचोटि घिस्रेको हिँड्न सके छैनन् बिचरा घिस्रिँदै छाला गइसक्यो तिमीलाई यो हिँड्या थियो तिमीलाई के माया लाग्यो पछि टन्न पैसा कमायो भने चाहिँ यिनीहरूलाई यहाँ सर्लक्कै एउटा फर्म लिएर राखिदिन्छु घिस्रिँदाखेरि दुख्दैन नि त भन्छ तिमीलाई चाहिँ यो चाहिँ नर्कमा नर्क छ त मान्छे मरेर नर्क जाने भनेको यस्तै जन्म लिने हो कि नर्कै हो नर्कै हो नि हेर तिमीले अघिदेखि हेरिरहेको होइन न हिँड्न सके भने खुट्टा छ न पानी मुनि छन् तिनीहरू होइन पानी बाहिर नि सुखले बाँच्न छैन पानी भित्र पनि सुखले बाँच्न छैन ल हेर खुट्टा नि यति लामो बनाइदिनु नि फर्स्ट टाइम होइन माया लाग्यो होइन यहाँ हिँडेको थियो यहाँ ल्याएर यिनीहरूलाई त घरै लगेर पुरै यहाँ चाहिँ बेडा चराको छ पुरै यहाँ चाहिँ पुरै कम्पाउन्डहरूले घेरेर चाहिँ भेडा आइसिरहेको हुन्छ अलिक मोटा रहेछ भेडा चाहिँ सो हामी चाहिँ अहिले चाहिँ एसटिएफको मोस्टली सबै डाँडाहरू चढेर सक्यो अब हामी चाहिँ अब यहाँको सानो भिलेज एसटिएफ जाँदैछौँ होइन के भन्छ हो एकदम सबै ठिक भयो अहिलेसम्म जहाँ घुम्यो त्यो ठाउँ चाहिँ एकदमै राम्रो थियो
आई गेस अब जाने ठाउँ पनि एकदमै राम्रो छ जस्तो लाग्यो मलाई फोटोहरू हेर्दाखेरि ठिक छ रमाइलो भइरहेछ अनि एउटा नयाँ एक्सपिरियन्स चाहिँ हाम्रो के भन्छ अरे सिल्सलाई चाहिँ लाइभ देख्न पाइयो त्यो पनि एउटा नयाँ एक्सपिरियन्स भयो आजको फर्स्ट टाइम लाइफमा अब त्यो पनि एउटा न्यू एक्सपिरियन्स हो त्यो पनि रमाइलो लाग्यो र अब नेक्स्ट भिलेजमा के हुन्छ हामी अब भिडियोमा अपलोड गर्ने नै छौँ स्टे ट्युन हामी चाहिँ अब भिलेजमा केही खानपिन गर्ने अनि यसो यहाँको त्यो स्कटिस भिलेज पनि एक्सप्लोर गर्ने भन्ने जल्ला हो विल सी यु दे बाई सो मैले चाहिँ मेरो साथी भेट भयो यो चाहिँ मेरो साथी हो आयो अर्को नि हेलो भन्न आयो है हामीलाई सो यो दुईवटा चाहिँ मेरो साथी हो नयाँ अर्को खैरे साथी चाहिँ भर्खर हो हामीलाई हेलो भन्न यता नजिक आऊ सानो पोज देऊ बोले खायो भने थियो ओइ मान्छे चाहिँ बोल्यो त्यो त सेम कुकुर जस्तै यार हेलो बेबी हेलो यसो हेर्दै त कुकुर त्यसले तँलाई बोला खा के त्यो खैरो कसरी आएको कि है कसरी बोल्यो मतलब भन्ने क्या हो जे गर्नु छ गर भाइ यहाँ चाहिँ लभ परिरहेको छ पुरै कुरा गरिरहेको छ एक पास किसाइसक्यो यहाँ चल्नै सके छैन क्या नि यो त ऊ त्यो सेतो त गोल्डन र गोल्डन कहाँनिर ए सरी STFs भिलेज भनेको यो एन्ड लाइटबाट त्यति देखेन तर STFs भिलेज भनेको यो सो हामी चाहिँ फाइनली STFs आइपुग्यो अनि अब हामी चाहिँ यहाँ हामी चाहिँ अब यो भिलेज यसो अलिअलि एक्सप्लोर गर्छौँ अनि केही खानेकुरा खान्छौँ अनि विल गेट ब्याक टु बेरिक ओके सो यो चाहिँ पपुलर र राम्रो सहर STFs
चाहिँ यहाँको भिलेज हो एसटिएफ्स एकदम राम्रो शान्त भिलेज कस्तो लाग्यो भिलेज रमाइलो छ है समुद्र किनारा लकिन त्यही तल यस्तो भ्यू छ सो हामी चाहिँ फाइनली एसटिएफ्स आइपुग्यो केही खानको लागि सम ड्रिङ्क्स कति मिल्यो फ्यान्टा अनि केही बर्गरहरू मगाएको छ लास्टै भोक लाग्यो क्या अब बिहान कति बिहान पनि हामी ट्रेन छुट्ने डरले केही तातो पानी पनि नखाइकन हिँडेको थियो अब 5:40 देखि हामीले ट्रेनमा कफी पानी खाएर एनर्जी त्यो पनि नखा भए त गाह्रै पर्थ्यो अब 5:40 देखि 12 बजीसम्म केही नखाइकन त्यही कफीको भरमा हिँडिरहेको छु त्यो पनि एउटा एडभेन्चर हो अहिले चाहिँ केही बर्गरहरू 2टा बर्गरहरू चिप्स मगाएको छ अब हेरौँ यसले कस्तो सुपुर हुन्छ अरू पछि अब 1:05 मा छ अहिले 12:10 भइसक्यो 12:20-30 भइसक्यो हामीसँग एकदमै सर्ट टाइम छ त्यो सर्ट टाइममा हामीले खाना खाइवरी कुदेर बस स्टप जानुपर्नेछ हामी चाहिँ दौडिहाल्छौँ अब तपाईँहरूलाई हामी के खाँदैछौँ त्यो देखाउँछु एकैछिन के भन्छन् ओके त्यही हो बाँकी कुरा अब केही खाना नखाएको भएर नि होला त्यति कुराहरू नआएको खाइसकेपछि नि केही कुराहरू राखौँ होला होइन अहिलेलाई चाहिँ खानाकै पर्खाइमा छौँ हामी थ्याङ्क यू Thank you so much. Thank you. Right. Boga. के अब यो केचप चाहिँ कहाँ कसको बाउ खपर हाल्दै यो भाँडा दिँदै हुन्थ्यो नि अच्छा लगाइहाल्ने टाइम कति 15 मिनट खानालाई बाहिर त म त दुई लडमै हाल्नु ट्राई गर्नुपर्छ साइड प्लेट केही दिएन है बस छुट्छ भनेर लाग्नुपर्छ ओके तिमी मोबाइल टन्न खाइयो मजा आयो भोक लागिरहेको थियो र यहाँको बर्गरले मलाई यति इम्प्रेस बनायो कि म अलिकति छुट्टीको दिन टाइम मिलाएर बर्गर मात्रै खान एडिनब्राबाट यहाँ आउँछु फ्युचरमा जस्तो मलाई अलिकति यहाँको बर्गर एकदम मन पर्यो केचप त झन् भन्नै पर्यो ओके हामी चाहिँ अब बसमा बढ्छौँ बाई बाई हामी चाहिँ अब बस रिटर्न बस लिन जाँदैछौँ बस चाहिँ एक घन्टाको ग्यापमा आउँछ एक घन्टा कहिले त 2 घन्टा ग्याप आउँछ त्यसो बस छुटाउनु भन्दा नेक्स्ट बस चाहिँ 2 घन्टा पछि छ सो वी निड टु क्याच एनी हाउ दिस बस हेर्नुहोस् न ठाउँ टेन्सन भइरहेछ हामीलाई यो ठाउँ छोडेर जानु यस्तो राम्रो छ पैसा कमाएर यहीँ घर किन्नुपर्छ हेर्नुहोस् न कति शान्त आनन्द हो सही कुरा विल कम नेक्स्ट टाइम आउँछौँ हामी नेक्स्टमा नि सियर आउँछौँ धेरै राम्रो ऊ फेरि फ्यान्टा लभर बियर लभर टु फ्यान्टा लभर हाम्रो चाहिँ फाइनली बस आइपुग्यो बस चढेर चाहिँ हामी ट्रेन स्टेसनसम्म जान्छौँ सो हामी चाहिँ डे टिकट काटेको थियो सो डे टिकट काट्यो भएर पर्दैन हाई
Uh, You can take the ticket. I Sida. know, it's just the. Yeah. That's great. Thank you so much. Do you want another one? Yeah. Rules, yeah. Yeah. You understand? Thank you so much. Thank you very much. Cheers. टाइममै बस पायो अब हामी फर्किन्छौँ सो हामी चाहिँ फाइनली रिटर्न ब्याक टु रेलवे स्टेसन सो अब हामी चाहिँ यहाँ केही बेर वेट गरेर एडिमातिर लाग्छौँ बट वी निड टु वेट अलट है ओके लेट्स गो